सबैजनालाई गुड मर्निङ है। गुड मर्निङ फ्रम लरेनी। म चाहिँ अहिले यहाँ लरेनी पुन रेस्टुरेन्टमा छु। हाम्रो लिल काकाको रेस्टुरेन्टमा यो प्रवेशद्वार भयो। त्यहाँ चौतारी भएपछि वे टु पाउदर अनि माथि वे टु खोप्रा डाँडा। हुन त मैले यहाँ धेरैचोटि भिडियो बनाइसकेको छु, त्यही पनि फेरि आएको लगमा एकचोटि भिडियो बनाऊँ भनेर। लसुनहरू टन्नै छ यहाँ, लसुन। अनि म के देखाउँछु भन्दा अर्को यो कसलाई मनपर्छ, यो कसलाई थाहा छ यसको नाम? हात नै फुटेछ जाडोले। बजगान बजाङ्गे साग छ यता टन्नै। साग भइहाल्यो। अनि लसुनहरू, ब्युटिफुल बिग फ्लावर्स। दिलतिर पुरै सिस्नो छ, सिस्नो खानु मिल्छ। यो चाहिँ नयाँ किचन डाइनिङ पनि छ। यो पहिलाको डाइनिङ हो। गाजर अनि यो सब मेडिसिन हो। अनि ब्रोकौली थियो, काटियो। यता अर्को नि छ ब्रोकौली, कस्तो ठुल्ठुलो भयो त्यहाँ चाहिँ। एकचोटि लसुन, अझै ब्रोकौली छ। बस्नको लागि राम्रो ठाउँ पनि छ यहाँ। चाहिँ डाइनिङ भइहाल्यो। एकदम पिसफुल वातावरण भन्दा चाहिँ पिसफुल ठाउँमा छ कि। त्यो किचन भइहाल्यो। यो पनि किचन हो। यहाँ चाहिँ ग्यास, उता आगो, अनि यो दुईवटा रुम। यहाँ चाहिँ सोलरको पनि व्यवस्था छ, तर सोलरभन्दा भर पर्दो अहिले फेरि बिजुली नै छ। बिजुली आएको लगभग 1 साल भयो होला। त्योभन्दा अगाडि चाहिँ सोलरले काम चलाउनु पर्थ्यो। टोयलेट बाथरुम यो भइहाल्यो। हातखुट्टा भाँडा धुने ठाउँ त्यहाँ भइहाल्यो। अनि चाहिँ यहाँ टन्नै धनियाँ, के चाहिन्छ तपाईँलाई? धनियाँ, अनि यो पुदिना। यहाँ मौरीको घार्नी बनाएर राख्नुपर्छ, कम्प्लिट चाहिँ भएको छैन। यहाँ अर्ग्यानिक सागसब्जी यहीँ हुन्छ। अनि उताको 3वटा कोठा भएको एरियामा जान्छ है। म उठ्ने बित्तिकै यहाँ तातो पानी लिएर भिडियो बनाउँदैछु। यो चाहिँ यहाँ आगो नै फुकिन्छ। अनि यसो अब एकदम भिडभाड भएको बेलामा यहाँ सुत्न मिल्छ। यस्तो छ यहाँ चाहिँ, ठ्याक्क सुत्न नि मिल्छ। तातो हुन्छ, न्यानो हुन्छ। लसुनहरू चाहिँ टन्नै लगाउनु पर्छ यहाँ। ऊ तल आलुहरू पनि छ, आलु छ हल्का। यो फुल पनि धेरै राम्रो लाग्छ मलाई। अनि यता चाहिँ 3वटा कोठा, मौरीको घार्नी छ। ऊ त्यहाँ पछि चौरीकोट अहिले बन्द छ। चौरीकोट माथि ठ्याक्कै त्यो सनराइज भएको ठाउँमै छ। अनि यो चाहिँ 3वटा रुम। एउटा रुममा लगभग एउटा डबल, एउटा सिङ्गल, डबल सिङ्गल गरेर बेडहरू छ। उताकोमा चाहिँ सिङ्गल छ, एउटा रुममा 2टा। यो चाहिँ हाम्रो ठ्याक्कै समुद्र सतहदेखि 2650 मिटरको उचाइमा छ। यहाँ चाहिँ मजाले एकदम पिसफुल वातावरणमा आएर मजाले टाइम स्पेन्ड गर्न सकिन्छ, माइन्ड फ्रेस गर्न सकिन्छ। यो हाम्रो म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नम्बर 5 पाउदरमा पर्छ। यो लरेनी भन्ने ठाउँ चाहिँ तपाईँहरू खोप्रा खैर जानुभएको छ भने चाहिँ तपाईँहरूलाई थाहा हुन्छ। ठ्याक्क अन द वेमै पर्छ। दाउराको चाङ कस्तो राम्रो देखेको थियो। यति नै हो, छोटो भिडियो बनाएको म। यो चाहिँ पोज गर्दै बनाउँदै गरेछु। मलाई सबभन्दा अल्छी लाग्ने काम एडिट गर्न हो, त्यही भएर म एडिट नगरिकन हाल्छु। यहाँ जिम्बु टिम्बु पनि छ। ओहो कस्तो राम्रो कलर देख्यो क्या। फुलहरू छ, डिजाइन थियो। यहाँ चाहिँ म सुतेको छु, त्यही भएर रुमाली बनाउनै बाँकी छ, के अरे सफा गर्न बाँकी छ। मैले त्यहाँ टाटेर पाटे गरिराखेको छु। ल वेलकम टु है सबैजनालाई हाम्रो लरेनी पुन रेस्टुरेन्टमा। 4 बेड्स अभाइलेबल हुन्छ। अलि बढी नै छ, थप्नु भयो नि त। यो पहिलेको हो यो बोर्ड, त्यही भएर।
ह्याभ अ गुड डे भन्दै यो भिडियो चाहिँ सबैजनालाई